ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ। एउटा नेपालको कानुन बनाऊ जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ, बोलेकै आधारमा कुट्न पाइन्छ। माननीय मन्त्री जस्तो पदमा बसेका अहिले पूर्व सांसदलाई आइजिपी को जिब्रो थुत्तु भन्दाखेरि मन्त्री पद भिडाएर गल्ली गल्लीमा पुर्याइन्छ। यही हो विधिको शासन। एकजना हाम्रो सम्मानित नेतालाई त्यहाँ एउटा पार्टीको उपाध्यक्षले आक्रमण गर्ने खोज्दा बचाउने हामी थियौं। त्यो सम्झाउन खोज्दैछौँ अहिले। बचाउने हामी नै थियौं। त्यसैले गर्दा अराजकता नियन्त्रणको सुझाव अरूलाई दिनुस्, हामीलाई होइन। त्यही भएर मेरो माग छ सभामुख पनि दुईटा बनाऊ, एउटा केपी ओली सरकारको सभामुख, एउटा प्रतिनिधि सभाको सभामुख। कानुन पनि दुईटा बनाऊ, एउटा केपी ओली सरकारको कानुन, एउटा हाम्रो नेपाल सरकारको कानुन। प्रहरी पनि दुईटा गरौँ, एउटा केपी ओली सरकारको प्रहरी, एउटा नेपाल सरकारको प्रहरी। यो देशमा सरकारी वकिल पनि दुईटा बनाऊ, एउटा केपी शर्मा ओलीको सरकारको तपाईको वकिल, एउटा सरकारी वकिल। र अर्को एउटा काम गरौँ कि न्यायालयका न्यायाधीश पनि दुईटा बनाऊ, एउटा केपी शर्मा ओलीको सरकारको न्यायाधीश, एउटा नेपाल सरकारको न्यायाधीश। यस्तो विधिको शासन एक दिन मरेर जानुपर्छ। आज कि त सबै नेपालीलाई ट्याग लगाइदिनुस्, हामी केपी शर्मा ओली सरकारका कार्यकर्ता हम, बलात्कार, छुट, लुट जे पनि गर्न पाइन्छ यहाँ कानुन लाग्दैन भन्ने कुरा अगाडि बढाउनु सम्मान्य सभामुख महोदय। देखाइदिउँ भनेर चटक गर्न पनि आएको होइन। सम्मान्य सभामुखज्यू, मैले प्रमाण तपाईको लागि पनि एक थैली तयार गरेर लिएर आएको छु। सबै कुरा म जे बोल्दैछु सबैको प्रमाण मैले सङ्कलन गरेर लिएर आएको छु। कृपया मलाई यो आदेश दिनुस्, यो मैले कहाँ बुझाउँ। यो केपी शर्मा ओली सरकारको शासनमा ठ्याक्क यसको उल्टो भएको छ। म उदाहरण सहित दिन्छु सम्माननीय सभामुख महोदय। माघ 27 गते ठमेलमा जाँड खाएका, रक्सीले लट्ठ परेका, एमाले समर्थित अनेरा सहयोगका स्थायी कमिटी सदस्य कमलराज जोशी सहितको टिमले राष्ट्र सेवक नेपाल प्रहरीमाथि कुटपिट गर्छ। तिनलाई पक्राउ गर्नुको सट्टा उहाँहरूलाई उन्मुक्ति दिइन्छ। म आज यहाँ भन्न चाहन्छु संसदमा, यो देश विधिको शासनले चल्छ, कसैको बाल हटले चल्दैन। आज यो देशमा अहिले मात्रै राष्ट्र सेवक प्रहरीहरू आज पनि यो संसदमा मर्यादा पालकका रूपमा हुनुहुन्छ। आज मन्त्रीले सुन्नुपर्ने कुरा हो। आज यो देशमा 79,541 जना तपाईको प्रहरीहरू छन्। आज ती प्रहरीहरूको शिर निहुराउने काम यो सरकारले गरेको छ। के नेपाल प्रहरीको वर्दी लगाएका मान्छेलाई जाँड खाएर बाटो बाटोमा कुट्दै गर्ने ओली सरकारले छुट दिएको हो? यदि हो भनेपछि तपाईहरू एउटा संविधान बनाउनुहोस्। यस्तो गर्न पाइन्छ? विधिको शासन छैन। आज गरिबका छोराछोरीले खाने जागिर बनाएको छ नेपाल प्रहरी। आज सरबारेका छोराछोरीले खाने बनाएको छ। आज उनीहरूमाथि कुटपिट गर्न पाइन्छ? तत्काल कारबाही गरियोस्। म एउटा उदाहरण। अर्को उदाहरण, 14 वर्षीय बालिकालाई घरेलु मजदुरका रूपमा 6 वर्षसम्म बन्धक बनाई शारीरिक यातना दिएर एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा सत्ताको निगाहमा उन्मुक्ति पाउनुहुन्छ। ल अहिले यहाँ कानुन पढौँ। बालबालिका सम्बन्धी ऐन 2075 को दफा 66 उप दफा 2 को ज र झ उहाँलाई आकर्षित हुन्छ। त्यो बमोजिम कुनै पनि यस्तो कार्य गरेको ठहरेमा 1 लाख रुपैयाँसम्म जरिवाना र 5 वर्ष कैद हुन्छ। म अनुरोध गर्न चाहन्छु, कानुन दुईटा बनाउनुस्। अब एउटा ओली सरकारको कानुन, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ। एउटा नेपालको कानुन बनाऊ जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ, बोलेकै आधारमा कुट्न पाइन्छ। माननीय मन्त्री जस्तो पदमा बसेका अहिले पूर्व सांसदलाई आइजिपी को जिब्रो थुत्तु भन्दाखेरि मन्त्री पद भिडाएर गल्ली गल्लीमा पुर्याइन्छ। यही हो विधिको शासन। यसलाई भन्छ नीतिको शासन। आज मदन भण्डारी यदि जीवित भइदिए भए फेरि मर्नुहुन्थ्यो होला बिचारा यो हालत देखेर। आज बीपी को आचार संहिता बोकेका, मार्गदर्शन बनेका साथीहरू आज सरकारमा हुनुहुन्छ। यो सरकार गजबको रहेछ सम्माननीय सभामुख महोदय। तै चुप मै चुप सुन्तली भन्ने एउटा गीत थियो, मुखमा टेप लागेको छ। आज बीपी जीवित भइदिया भए सायद नेपाली कांग्रेस छोडेर अन्दै जानुहुन्थ्यो होला। यस्तो अवस्था सिर्जित बनेको छ। पछिल्लो पटक अर्को उदाहरण, ज्वलन्त अर्को उदाहरण कहाँनिर छ भने तत्कालीन कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाल वल्लभ अधिकारी मानव तस्कर ओसार पसारमा जानुहुन्छ, उहाँलाई उन्मुक्ति दिइन्छ। त्यतिखेर नेपालको सरकारको, नेपालको प्रहरीका
अधिकृतले सरकारी वकिल काठमाडौँमा पेश गरेको अभियोग पत्र यस प्रकारको छ। सरकारी वकिल कार्यालय काठमाडौँले अभियोग पत्र सार्वजनिक गरेको छ। सो अभियोग पत्रमा परिसरका अनुसन्धान अधिकृत तेज प्रसाद भट्टराईले तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका अधिकारीलाई समेत नारिता जापानको नारिता एयरपोर्टबाट डिपोर्ट गरिएकाले मुद्दा चलाउन राय स्पष्ट उल्लेख छ। मुलुकी अपराध संहिता 2074 को लिखित सम्बन्धी कसुर अपराध मानव व्यवस्थित तथा ओसार पसार नियन्त्रण ऐन 2064 को दफा 4 को उपदफा 2 को ग बमोजियम कसुरमा समेत अनुसन्धान गरिनु देखिएपर्ने हुँदा पद वा शक्तिको दुरुपयोग गरी अभिभावक वा संरक्षण कसैलाई बसिरहेको घर स्थान वा व्यक्तिलाई छुटाई लाने वा आफूसँग राख्ने वा विदेश लैजाने निजको यकिन नाम थर वतन समेत खुलाइ सोही अनुसार कारबाही हुन यो प्रतिवेदन पेश लेखी गरेको छु। अनुसन्धान प्रतिवेदनमा परिनिर्देशक भट्टराईले लेखेका छन्। तर कारबाही के हुन्छ? उन्मुक्ति दिइन्छ, अरूलाई जेल हालिन्छ। केपी शर्मा ओली सरकारको ट्याग लाग्ने बित्तिकै तपाईँको यो देशमा अदालत भन्दा पनि ठुलो भइन्छ। यही हो विधिको शासन। के हुन्छ कारबाही? यदि थाहा छैन भने आज संसदमा भन्छु, यो ऐन अनुसार कारबाहीको दफा 15 को ङ को 1 ले भन्छ 10 वर्षदेखि 15 वर्ष कैद, 50,000 देखि 1 लाख रुपियाँ जरिवाना हुन्छ। आज अरूलाई कानुन लाग्ने यो सरकारलाई किन नलाग्ने? यो किन भइरहेको छ भन्दाखेरि हास्यपदक कुरा उठ्यो। सरकारी वकिललाई मुद्दा चलाउन गरे, उहाँले गरे उतै एयरपोर्टबाट फोन गर्नुभएको थियो रे, त्यही भएर मुद्दा नचाल्ने भने हास्यास्पद कुरा भयो। यो किन गरिरहेको छ भने मुलुकी फौजदारी कार्यविधि संहिता 2074 अनुसार प्रत्येक सरकारी वकिललाई मुद्दा नचलाउने निर्णय गर्ने अधिकार दिएको छ र यस सम्बन्धी अन्तिम निर्णय भने महान्यायाधिवक्ताले गर्छन्। महान्यायाधिवक्ता प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति गर्नुहुन्छ। आज विधिको शासन त्यस्तो भन्छ। त्यही भएर मेरो माग छ, सभामुख पनि 2टा बनाऊ, एउटा केपी ओली सरकारको सभामुख, एउटा प्रतिनिधि सभाको सभामुख। कानुन पनि 2टा बनाऊ, एउटा केपी ओली सरकारको कानुन, एउटा हाम्रो नेपाल सरकारको कानुन। प्रहरी पनि 2टा गरौँ, एउटा केपी ओली सरकारको प्रहरी, एउटा नेपाल सरकारको प्रहरी। यो देशमा सरकारी वकिल पनि 2टा बनाऊ, एउटा केपी शर्मा ओलीको सरकारको तपाईँको वकिल, एउटा सरकारी वकिल, र अर्को एउटा काम गरौँ कि न्यायालयका न्यायाधीश पनि 2टा बनाऊ, एउटा केपी शर्मा ओलीको सरकारको न्यायाधीश, एउटा नेपाल सरकारको न्यायाधीश। यस्तो विधिको शासन एक दिन मरेर जानुपर्छ। आज कि त सबै नेपालीलाई ट्याग लगाइदिनुस्, हामी केपी शर्मा ओली सरकारका कार्यकर्ता हम, बलात्कार, छुट, लुट जे पनि गर्न पाइन्छ, यहाँ कानुन लाग्दैन भन्ने कुरा अगाडि बढाउनु छ माननीय सभामुख महोदय। आज म पनि कुनै एउटा नयाँ योजना, नयाँ विचार, नयाँ नीतिको बारेमा छलफल होस् यो सदनमा र सत्ता पक्षले हाम्रो अनुभव, हाम्रो दक्षताको आधारमा हामीलाई तिमीहरू कता कसरी सघाउन सक्छौ भनेर सोधिदियोस् भन्ने चाहन्थ्यौँ। तर उहाँहरूले विभिन्न किसिमको कुराहरू उठाउनु भयो। हो, सदनको आफै विशिष्ट महत्त्व छ, सदनको महत्त्व छ र यसको गरिमा राख्ने काम सैद्धान्तिक रूपमा हुन्छ, सङ्ख्यागत रूपमा हुँदैन। त्यो कुरा उहाँहरूलाई सम्झाउन चाहन्छु। एउटा सिद्धान्त तोकेको छ र त्यो सिद्धान्तले यसको गरिमा राख्छ, सङ्ख्याले होइन। त्यसैले सङ्ख्याले तर्साउन नखोजे पनि हुन्छ। अर्को कुरा, भ्रष्टाचार हुँदैन, मेरो कार्यकालमा भ्रष्टाचार गर्दिन भनेर पटक पटक विभिन्न फोरममा भन्नुहुन्छ। तर आज सायद ट्रान्सपेरेन्सी इन्टरनेसनलको रिपोर्ट हेर्न बिर्सिनु भयो। हामी भ्रष्टाचारमा अझै खस्किएका छौँ, अझै नराम्रो रिपोर्ट आएको छ हाम्रो। त्यसैले गर्दाखेरि यहाँ बाख्रा र खसीको कुरा हामीलाई सुनाउनु भन्दा भ्रष्टाचार गर्दिन भन्दै गर्दा कसरी रिपोर्टमा चाहिँ खस्कियो भनेर उता पनि हेर्ने कि भनेर त्यो पनि म सम्झाउन चाहन्छु। यसरी हाम्रो यही सदनमा गृहमन्त्रीज्यूले भन्नुभयो कि म बीपीको अनुयायी हुँ, त्यही अभ्यास गर्छु भनेर, र अघि भर्खर एकजना सत्तापक्षको सांसदले हामीलाई कानुनी शासन अनुसार नै राज्य सञ्चालन भइराखेको देखाइदिउँ भनेर चटक गर्न पनि आएको होइन। सम्माननीय सभामुखज्यू, मैले प्रमाण तपाईँको लागि पनि एक थैली तयार गरेर लिएर आएको छु। सबै कुरा म जे बोल्दैछु सबैको प्रमाण मैले सङ्कलन गरेर लिएर आएको छु। कृपया मलाई यो आदेश दिनुहोस्, यो मैले कहाँ बुझाउँ, म आज नै बुझाउन चाहन्छु। त्यसैले गर्दा अर्को कुरा त्यो योगदानप्रति हामी आज निर्दलीयबाट बहुदलीय आउँदै गर्दा उहाँहरूको योगदान छ, त्यसप्रति सम्मान छ। तर मेरो अर्को प्रश्न, वर्षौँ जेल बसेर बाहिर आउँदै गर्दा एकैचोटि दरबार चाहिँ कसरी बन्यो? व्यवसाय कहाँ गरियो? होइन, व्यवसाय त कुनै पनि थिएन, कुनै पनि आर्थिक स्रोत थिएन।